हेलो हजुर नमस्ते हजुर आरामै ओहो ल भन्नु न के को लागि होला म तपाईँलाई एकैछिनपछि कल गर्छु ल है ओके ओके ल अलिसा दिदीलाई एउटा सानो भिडियो बनाऊ भनेको फुर्सदै नभएर दिक्क भयो दिदी एकैछिन अब यो थोरै समय दिनुहोस् है त मलाई ओके थोरै तपाईँ कोरिया नेपालको नाम र कोरियाको नाममा केही छ कि त यही हो नाम तपाईँको भन्नुहोस् त मेरो नेपालमा सृजना नेपाली भनेर चिन्छन् कोरियामा एलिसा दिदी भनेर चिन्छन् धेरैजना यो दुईटा राज के हो थोरै भनिदिनुहोस् त पहिला यो सृजना हुन त राम्रै नाम हो होइन मलाई यो ब्युटी यो कस्मेटिक योतिर लागिसकेपछि एकजना साथीले मलाई यो एलिसा नाम राख कस्तो राम्रो सुहाउँछ यो तिम्रो प्रोफेसनसँग भने एकजना कोरियन साथीले धन्यवाद पनि दिनुस् न के नाम हो उहाँको कोरियन साथी हुनुहुन्छ एकजना उहाँलाई ल सम्झेरै धन्यवाद सृजना भन्न गाह्रो भयो अरे कि कोरियनहरूलाई अलिसा सहित त कुनै एल्सा भन्ने एउटा सिङ्गर छ के कोरियामा अनि त्यो एलिसा फेरि उसमा गणितमा पनि इसा सजिलो भयो नि त इल भनेको इसा एलिसा त्यसरी भयो ल हुन्छ यो रमाइलो छ अब अलिकति तपाईँले चाहिँ यो दक्षिण कोरियामा यो विशेष गरी सुन्दरताको कुरामा कस्तो अवस्था छ के छ अलिकति त्यो कुरा भनिदिनु यो कोरियन ब्युटी भनेपछि निकै धेरै यो मैले यसो लेम्यान भएर सोद्धाखेरि चाहिँ सबैले क्रिम पनि के लाउने कोरियन को जस्तो बन्ने कोरियन जस्तो हो यो किन धेरै मान्छेले यस्तो कुरा गर्छन् कोरियनहरू फेरि जन्मिँदाखेरि एकदम नराम्रो भएर जन्मिन्छन् मर्दाखेरि एकदम राम्रो भएर मर्छन् कि भन्नुपर्छ के भन्दा कोरियनहरू सानो बच्चा हेर्नु त राम्रो बच्चै देखिन्न कि कसैको नाक थेप्चो भएको हुन्छ होइन तपाईँको 16-17 वर्षको कोरियन बच्चाहरू हेर्नु केही फरक पर्दैन म कोरियन साथीहरूलाई नै भन्छ नि 16 वर्षसम्म उनीहरू राम्रो हुँदैनन् कि 17-18 वर्ष उनीहरूको राम्रो हुन्छन् भन्दा त्यसपछि उनीहरूले कता के मिले छैन नाक बनाउनु पर्ने हो कि यहाँ बनाउनु पर्ने हो कि यहाँ ठुलो छ भने यसलाई घटाउनु पर्ने हो कि सर्जरी गर्न थाल्छन् होइन अनि सर्जरी गरिसकेपछि अनि फेरि लगभग 80% 90%ले सर्जरी गर्छन् पहिलाका बुढाबुढीले बाहेक अहिलेको यङ जेनेरेसन छ नि लगभग धेरैले सर्जरी गर्छन् त्यही हो त कोरियनहरू राम्रा देखेको कारण अनि त्यो अब त तपाईँको कटिङ त राम्रो बन्यो नि त अनि त्यही माथि यिनीहरूको चाहिँ कस्तो कल्चर छ भने बच्चाहरू जन्मिने बित्तिकै उनीहरूलाई मोइस्चराइजेसन क्रिम हुन्छ के लगाउने सन क्रिम हुन्छ होइन हातखुट्टामा लगाउने बडी क्रिम हुन्छ बडी वास हुन्छ जन्मिँदैदेखि आमा बाउले नै केयर गरिदिएर हुन्छन् कि अनि स्किन कस्तो राम्रो हुन्छ देख्नु भने कोरियनहरूको स्किन राम्रो हुन्छ त्यही भएर यो मैले सुनेको रमाइलो कुरा चाहिँ यो श्रीमानहरूले चाहिँ कमाइको अधिकांश पर्सेन्ट अब ठ्याक्कै त नभनौँ यो श्रीमतीको राम्री बन्नलाई खर्च गर्नुपर्छ भन्छ के हो यो हो नि 90% कोरियनहरू त्यति धेरै बेसिकली तलबले बाँच्ने हुन् होइन यहाँ त कस्मेटिक त महँगो छ हेर्नु तपाईँको एकचोटि स्किन केयर गर्न जाँदाखेरि नेपाली 1 लाख त उनीहरूले तिर्नुपर्छ किन भन्दा हाम्रो जस्तो एकचोटि आएर एकचोटि पैसा दिने होइन नि त जस्तै प्याकेजको 10 दिनको उनीहरूले स्किन मात्रै होइन बडी यो स्ट्रेस भन्छ त्यो बडी भन्छ सबै त्यो तपाईँको यहाँ मात्रै होइन कि फुल बडी नै गर्छन् कि यिनीहरूको त कामै केटीहरूले त कामै गर्दैनन् दिनभरि यो घुम्ने अनि त एक्सर्साइज गर्ने राम्री हुने स्किन बनाउने होइन त्यही हो कोरियामा त्यस्तो छ ओके अनि जस्तो अब अहिले चाहिँ त कोरियाको बारेमा कुरा गऱ्यौँ जस्तो अब यहाँ नेपालीहरू पनि लगभग धेरै सङ्ख्या वृद्धि हुँदैछ होइन विभिन्न किसिमका भिसामा अनि यहाँ आउने साथीहरू चाहिँ के भनेर आउनुहुन्छ मलाई कोरियन जस्तै बन्नु पर्यो भनेर आउनुहुन्छ चाहेर तपाईँ पनि कोरियन बन्न सक्नुहुन्न म नि कोरियन जस्तो बन्न सक्दिनँ किन भन्दा स्किन किन त्यस्तो बन्न सक्दैन भन्दा
हामी चाहिँ एकदम तातोमा जन्मेको हो नि त हाम्रो नेपालको वातावरण त तातो छ नि त होइन हामी त माउन्ट एभरेस्ट पनि छ नजिक चिजो हुने ठाउँ पनि छ नि त नेपाल छ तर हामी त्यहाँ त शेर्पाहरू बस्छ नि तर शेर्पाहरूको र हाम्रो स्किन पनि त फरक हुन्छ नि त तर हामी आर्यनहरूको स्किन चाहिँ तलमा तातोमा हुन्छौँ हामीहरू होइन अनि जिनमै हामीसँग धेरै मेला चिसो ठाउँ खोज्दै जानु पर्यो त चिसो ठाउँमा म 16 वर्ष कोरिया बसेँ नि म तपाईँभन्दा नि काली थिएँ कि एकदम काली मान्छे हो कि म तर स्किन टोन त बढ्यो नि त अप भयो नि त 16 वर्षसम्म यहाँ बसेपछि त्यो टोन अप हुन्छ कि तपाईँ हिमालयमा गएर 7-8 वर्ष न हल्का सेतो हुनुहुन्छ भनेपछि अब नेपालका सबै चाहिँ अनुहार राम्रो बनाउनु चाहिँ चिसो ठाउँमा जाऊ भन्ने त होइन चिसो ठाउँमा गएर स्किनको केयर गरेन भने त तातोबाट झ्याप्पै चिसोमा जाँदा के हुन्छ सबैजनाले त्यो आइस के के अरे हाम्रो यो मुखमा लगायो भने त्यो होइन नि त आइस फ्रिजभित्र छिरेर सेतो भइन्छ त होइन नि त यो सूर्यको भाग चाहिँ पृथ्वीदेखि टाढा छ भन्ने कुरो हो नि त तातो भनेर गर्मी भनेर अथवा तातो भनेर चिसो र तातो कुरो होइन कि सूर्य र हाम्रो जमिनमा चाहिँ कति फरक छ र यसले युभीले चाहिँ हामीलाई कति असर गर्छ भन्ने कुरा हो अनि यो कोरियाको प्रोडक्ट त साह्रै महँगो हुन्छ नेपालीले त धान्नै सक्दैनन् भन्छन् त नि यस्तो हो महँगो सस्तो पनि छ महँगो हुनुको कारण हुन्छ क्या महँगो हुनुको कारण हुन्छ जस्तै तपाईँको हाम्रो यो एउटा भिटामिन B5 मानौँ फर इक्जाम्पल यो भिटामिन B5 एउटाले चाहिँ कस्मेटिक सामान त्यहाँ बजारमा बेच्ने सामान छ नि त्यो 10 वटा बनाइदिन्छ कि भनेपछि त्यो 10 वटा लाउनु र एउटा लाउनु बराबर हो यी सामानहरू यो चाहिँ तपाईँको कति % भिटामिन B5 राखेको छ होइन यसमा अल्कोहल धेरै छ कि छैन ग्लिसरिन धेरै छ कि छैन अहिले त कस्मेटिक सामानहरूमा र ग्लिसरिन मात्रै राखिदिन्छ कि ग्लिसरिन राखिदिन्छ अनि अलिकति त्यो बास्ना आउने 2-4 थोपा राखिदिएर अनि क्रिम बनाइदिन्छ त्यो सस्तोमा पाउँछ नि त अनि त्यो 10 चोटि लाउनु र 1 चोटि लाउनु बराबर भएन त नि रिजल्टमा तर कोरियनहरूको चाहिँ महँगो होइन यहाँको तलब अनुसार हो नि त नेपालको तलब खाएर यहाँ किन्दाखेरि चाहिँ महँगो हो तर यहीँको तलब खाएर यहीँ किन्दाखेरि चाहिँ महँगो होइन एउटा अनि अर्को कोरियन कस्मेटिक किन विश्वमा राम्रो छ भन्दा कोरियाको रुल छ नि तपाईँको जस्तै यहाँको कस्मेटिकको रुलमा गएर तपाईँले मानव एउटा सनक्रिम निकाल्नु हो होइन अनि तपाईँले यो भित्र यो गएको छ भनेर लेख्नुहुन्छ नि त्यो लेख्नुभयो भने चाहिँ उनीहरूले चेक गर्छ यो छैन भने चाहिँ बजारमा ल्याउनै दिन्न कि ओके त्यो अथोराइज दिने जुन अधिकार दिने चाहिँ अलिकति स्ट्रङ छ हो जे भनेको छ अनि मूल्य निर्धारण चाहिँ त्यतिकै हुन्छ मूल्य निर्धारण त हामीले नै गर्न पाउँछ हाम्रो कम्पनीहरूले नै गर्न पाउँछ तर गभर्नमेन्ट यो चाहिँ किन महँगो छ भन्दा यो कारणले महँगो छ भने उनीहरूलाई देखाउनु पर्यो भनेको गभर्नमेन्टलाई कन्भिन्स मूल्य राख्दाखेरि यहाँ त गएर भोलि यस्तो गरौँला सोधौँला नो कस्मेटिकमा त एकदमै कडा छ ल ओके अब तपाईँ यो सुन्दरताको क्षेत्रमा लागिसकेपछि पहिला आम्दानीको हिसाबले कति खुसी हुनुहुन्छ आम्दानी म तपाईँलाई आज एउटा कुरा भनौँ मेरो मुख्य काम भनेको सामसङमा यहाँको यसकै हाइनेसमा इन्जिनियरिङ सर्भिस हो कि मेरो पनि अहिले 300 जना कामदारहरू सामसङमा यसकै हाइनेसमा काम गरिरहेछन् होइन त्यो भने कम्पनी हो सामसङ त्यो इन्जिनियरिङ सर्भिस कम्पनी अनि जो चाहिँ हामी सामसङसँग यसकै हाइनेससँग कोलाबोरेटमा काम गर्छौँ अहिले हामीले अमेरिकामा अहिले छोजिया भन्ने ठाउँमा जर्जिया भन्ने ठाउँमा चाहिँ इन्जिनियरिङ सर्भिस गर्दैछ मेरो मेन काम चाहिँ अनि यो भनेको चाहिँ मैले अघि भने नि मैले स्किन बनाउनलाई पढेँ अनि पढेपछि चाहिँ यो काम बन्यो यसले गर्दाखेरि मेरो यहाँ स्टुडेन्टहरू छ उनीहरूलाई पढाउँछु सिकाउँछु तपाईँको कोरियाको स्किन केयर सेन्टरमा जानु यत्रो मेसिन नै देख्नु भने चाहिँ यसलाई यसरी बुझौँ तपाईको मैले कमाउँछु यही लगानी गर्छु सिकाउँछु नेपालीहरूलाई सिकाउँछु कोही नेपालमा गएर के अरे बिजनेस गर्न चाहन्छ भने उनीहरूलाई त्यहाँ के अरे बिजनेस गराउने वातावरण बनाइदिन्छु यहाँबाट प्रडक्ट पठाउने कुराहरू काम गर्दाखेरि पैसा आउँदैन भन्ने त कुरै छैन हैन तर भने चाहिँ यसलाई यसरी भनौँ हजुरको शब्दलाई यसो समराइज गर्दाखेरि चाहिँ सुन्दरताको क्षेत्र चाहिँ
मेरो चाहिँ एउटा इन्ट्रेस्ट हो, मेरो आफ्नो चाहना हो र सँगसँगै विशेष गरी नेपालीहरू जो यहाँ हुनुहुन्छ उहाँहरूलाई अलिकति सुन्दरताको क्षेत्रमा केही सिकाएर नेपालमा पनि पठाउँ, यो विषय चाहिँ जाओस् भन्ने नेपालप्रतिको प्रेम भन्न मिल्छ हो नि। त्यो भन्दाखेरि मलाई त महिलाहरू चाहिँ उद्यमी हुनुपर्छ। कति यहाँ जस्तै म जस्तो महिलाहरू कति छ कोरियामा, हो किन भन्नु, उनीहरूले नेपाल जाँदाखेरि कम्तीमा केही सिकेर गयो भने भोलि गएर काम गर्न सकिन्छ नि त। मैले आज छोडिदिएँ भने ल ठिक छ, यो मैले नछोड, यो काम छोडाउँला, एउटा कस्मेटिक कम्पनी नै खोलेर बाहिर सामान पठाउँला, यहीँ पठाउँला, त्यो छुट्टै छ कि। तर रमाइलो लाग्छ कि अहिले पनि दुईजना बहिनीहरू देख्नुभयो नि, त्यो दाङको चौधरी बहिनी होइन, उसले भन्छ कि दिदी मेरो त पुस्तासम्मले यो काम गरेको छैन दिदी, र म जसरी पनि गर्ने हो, मलाई नेपालमा खुसी गर्नु है। ल त्यस्तो अब चाहिँ अहिले यो नेपालमा र कुनै पनि ठाउँमा जो नेपाली, किनकि नेपाली भाषामा हामीले गफ गरिरहेको कारणले नेपालीहरू हुनुहुन्छ, तपाईँसँग यो कोरियन प्रोडक्टको बारेमा र यो कोरियन ब्युटीको बारेमा सिक्न चाहनुहुन्छ, जोडिन चाहनुहुन्छ भने चाहिँ के गर्न सक्नुहुन्छ? उहाँहरूले यहाँ कोरियन ब्युटी कोडमा यहाँ आउनुपर्छ सिक्नको लागि होइन, भनेको कोरियामा हुने त आउनु नहुने नेपालीहरूको लागि चाहिँ हामीले काठमाडौँमा अहिले लगभग तेस्रो महिनादेखि सुरु हुँदैछ ट्रेनिङ। कोरियन ब्युटी कोडकै ब्रान्च हो त्यो, त्यहाँ चाहिँ ट्रेनिङ सेन्टर। हजुर, म आफै जान्छु त्यहाँ, ट्रेनिङ सेन्टर सहितको हामी खोल्दैछौँ, त्यहाँबाट पनि सिक्न सक्नुहुनेछ अनि यहीँ आएर पनि सिक्न सक्नुहुन्छ होइन। जस्तै भोलि 1 महिना पछाडि अमेरिकाबाट एकजना स्टुडेन्ट आउँदै हुनुहुन्छ 2 हप्ताको लागि पढ्नको लागि, अनि जापान अनलाइन पनि गर्नुपर्ने भयो। अनलाइन त मेसिनहरू त अनलाइन हुँदैन, बरु यहीँ 1 हप्तामा त्यो कन्टिन्यू सिक्यो भने मेसिनहरू यता सिकिन्छ कि। जापानबाट पनि पढ्न आउँदै हुनुहुन्छ 1 हप्ताको कोर्स लिन होइन, किन भन्दा यो चाहिँ राम्रो छ कि कोरियाको यो मेसिनहरू, यो कस्मेटिकहरू चाहिँ एकदम राम्रो छ। पैसा सिक्यो भने पैसा कमाउन सकिन्छ? पैसा कमाउन सकिहालिन्छ नि, कस्मेटिकमा भन्दा बढी तपाईँको अहिले त मान्छेहरूलाई राम्रो भन्नु छ क्या, साँच्चै हो राम्रो भन्नु छ। अब त ब्युटीको जमाना हो कि, ब्युटीको जमाना हो। बढी भयो भनेर कहिले गुनासो गर्दैन भन्नाले? यहाँ जस्तो कति धेरै महँगो भन्दैन? कसैलाई महँगो लाग्छ, कसैलाई महँगो लाग्दैन। जस्तै भर्खरै नेपालबाट आउनु भएको छ, माननलाई चाहिँ 1000मा चेन्ज गर्नु भने त महँगो हुन्छ नि त नयाँहरू आउनेहरूलाई, तर लामो समय बसेर अरू ठाउँमा गएर हेर्नेहरूलाई चाहिँ ठिकै लाग्छ। तर यो कस्मेटिक तोङदेमुनको बजारमा पाउने भन्दा चाहिँ महँगो छ। अन्तिममा के भन्न चाहनुहुन्छ यो भिडियो हेरिराख्ने दर्शकलाई? ओके, म अब यो राम्रो त हुनै पर्यो होइन। अब ब्युटी भनेकै कन्फिडेन्स हो, त्यो चाहिँ मैले जतिको चाहिँ अरूले अनुभव गर्न सक्दैन होला होइन। अनि त्यही भएर अर्को कुरो, यो म 1-2 वर्ष मात्रै गर्छु यो काममा, यो पसल, यो सपहरू। अनि अब 1 वर्ष पछाडि मेरो कस्मेटिक बनाउन मिल्ने सर्टिफिकेट आउँदैछ, म आफै यो कस्मेटिकहरू बनाउन सक्छु कि। त्यसपछि नेपालमा हुनुहुन्छ अथवा यहीँ कोरियामा हुनुहुन्छ भने, स्पेसल्ली कोरियामा हुनुहुन्छ भने चाहिँ यो सिकेर गएर तपाईँले चाहिँ यसलाई पछि आफ्नो उद्यम बनाउन सक्नुहुन्छ होइन। ओके, धन्यवाद समय दिनुभयो। भिडियो हेर्ने सबैजनालाई धन्यवाद। ओके, थ्याङ्क यू। म क्यामेरा पछाडिबाट बोलिरहेको चाहिँ निरज न्यौपाने हो है त।